मुलपानी हाइटमा रहेको यो घर तपाईँले पाउन सक्नुहुन्छ है। लोकल हाइवे चढ्ने ठाउँ त्यो भयो, चाङ्नारायण मन्दिर त्यो भयो। यो रहेको छ हाम्रो कमन बाथरुम है, मास्टर बेडरुम। र अर्को रहेको छ हाम्रो यो पनि बेडरुम, र अर्को रहेको छ विथ एट्याच बाथरुम है त। यो मोडा पुरो मोडा रहेको छ, यो पनि पुरो मोडा रहेको छ है। तलपट्टिबाट मजाले काम लाग्छ। यो रहेको छ हाम्रो किचन स्पेस है त, पूर्वतिर फर्केको है। पूर्व, दक्षिण, पश्चिम तिनैतिर उज्यालो छ। मुलपानी डुमा खालमा यो 4 आना क्षेत्रफलमा बनेको घर हेर्नु चाहिँ 2-3टा गाडी मजाले पार्किङ गर्न मिल्छ। पार्किङ भन्दा पनि आफ्नो लागि ओपन स्पेस है, कहीँबाट काम छेक्दैन।